त्यति राम्रो नदेखेको जस्तो लाग्छ है मलाई चाहिँ यहाँसम्म लाग्छ। हामी चाहिँ मुडे आइपुग्नु लाग्यौँ है। देख्न सक्नुहुन्छ तौथलीको भ्यू। सो यहाँ त सबैको है फोटो खिच्ने सुटिङ भइरहेछ। सो के छ आज यस्तो? ठिकै छ गाइज हो। हामी चाहिँ सैलुङमा चाहिँ सैलुङ घुमिरहेको छु। यसो लाइक कमेन्ट गर्नुहोस्, उसलाई सब्सक्राइब गर्नुहोस् गाइज हो। हामी चाहिँ सैलुङको यात्रा पारा। सो भ्यू देख्न सक्नुहुन्छ। हाम्रो भ्लग चल्दैछ नि। यता हुनुहुन्छ हाम्रो दिदी। अब यहाँ को जाँड खाने होला, को रक्सी खाने होला। हजुर गाइस हामी चाहिँ मुडे आइपुगिसक्यौँ है। अब हामी सैलुङ पुग्नु लागेको छौँ। कति घन्टामा पुग्छ होला? कोही गीत गाउँदैन? खोइ भर नाच्नु सो गाइस आज चाहिँ सैलुङमा मान्छे धेरै भिड होला जस्तो छ। गाडी चाहिँ धेरै आइरहेछ, मान्छे नि धेरै छ। के गर्यो हौ? सो सैलुङ चाहिँ आइपुग्नुलाई सियो है गाइस हो।
सो आज सैलुङ चाहिँ को आउनु भएको छ सबैजनाले कमेन्ट गरिदिनु होला। सो सैलुङ के कस्तो भयो आउँदा दादा बाटोमा त्यो पनि कमेन्ट गरिदिनु होला। सो है ओके सैलुङ आएको यो बाटो कता हो कता बाटो बिर्स्यो है गाइज हो। सबैजना हिँड्दो रहेछ हामी पनि पछि पछि हिँडिरहेछौँ। सो गाइज गुफामा नि छिर्यो गङ्टारमा नि छिर्यो ग्लास पनि फुट्यो। मोबाइलको ग्लासै फुट्यो अब गुफामा छिर्दा। देखिन्छ है। हेलो गाइज हो हामी चाहिँ यहाँ के सैलुङ डाँडा घुम्न आएको छु गाइज हो। हामी चाहिँ आज सैलुङ घुम्न आएको। सैलुङको डाँडा अझ माथि छ त्यहाँ माथि भर्खरै हामी के भन्ने यो गुफामा पलमा छिरेर आएको गाइज हो। तर मलाई यस्तो घाउमा यहाँ घाउ भयो यस्तोमा कोतारे मलाई मेरो मोबाइलको ग्लास चाहिँ गयो। सो गाइज सैलुङ चाहिँ रमाइलो ठाउँ रहेछ। मान्छे चाहिँ धेरै छ। आज नयाँ वर्ष भएर पनि ह्याप्पी न्यु इयर सबैजनालाई। नयाँ वर्षको शुभकामना 2082 सालको गाइज हो। सो गाइज यो हुलमा चाहिँ को हुनुहुन्छ यसो कमेन्ट गरिदिनु होला है सबैजनाले। के यो हल्डेको जस्तो फिल हुन्छ त। मलाई नि के न हलिन्छ यो न म चाहिँ हलिन्छु। भारी भयो